साथीहरु नमस्ते वेलकम फ्रम सिलिकन भ्याली अफ इन्डिया आईटी सिटी गार्डन सिटी र ग्रीन सिटी पनि भनिन्छ बेंगलोरलाई। स्वागत छ तपाईहरुलाई एउटा अर्को ब्लगमा। आज म यहाँ बेंगलोर आएको 3-4 दिन भइसकेको छ। 2 दिन रेस्ट गरे मैले, बीचमा चैते दशैं पनि परेको थियो हैन। फुपूहरुसँग टाइम स्पेन्ड गरे। म अहिले अब आज घुम्न निस्किदै छु। मेरो कपिल साथी, मेरो गाउँको साथी, मेरो स्कुल फ्रेन्ड साथी यहाँ आईटी कम्पनीमा जब गर्छ। उले आज बिदा मिलाएर घुम्न जाम, तँलाई घुमाउँछु आज भनिरहेछ हैन। उलाई भेट्न जाँदैछु। म अहिले व्हाइट फिल्डमा छु। यो व्हाइट फिल्ड मेन रोड हो। व्हाइट फिल्ड मेन रोडबाट म अहिले मार्थली जाँदैछु। साथी उतै मार्थली आउँदैछ। ऊ अलि टाढा बस्छ। आज हामी घुम्न जाँदैछौँ साथी र म। हेरौँ कुन ठाउँ लग्छ। उले यो एकदमै ठुलो शिवको स्ट्याचु भएको ठाउँ, यो बेंगलोर सिटीबाट अलिकति बाहिरपट्टि छ रे त्यो स्ट्याचु भएको ठाउँ। त्यही लान्छु भन्दैछ हैन घुमाउन। हामी त्यही जाँदैछौँ। त्यहाँबाट अरू कुन कुन ठाउँ हुन्छ हेरौँ अब कहाँ घुमाउँछ साथीले। आज घुमाउन लाँदैछ मेरो लागि भनेर टाइम निकालेको छ साथीले। आजको भ्लग एकदमै दामी आउने वाला छ हैन। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अहिले म मार्थलीतिर जाँदैछु। अहिले बिहानको 9:30 भएको छ। साथी पुग्न थालिसकेको छ। म चाहिँ अब यहाँनिर अगाडि बस स्टप छ, त्यहाँबाट बसमा चढेर जान्छु। बाँकी कुराहरू बाटोमा गर्नेछौँ है त। साथीहरू करिब 15-20 मिनट गाडीमा चढेर हैन यता यो मार्थली भन्ने ठाउँमा पुगिसकेको छु। अब म यो साथी भएकोतिर गइरहेको छु। साथी अलि अगाडि बस स्टपबाट अलि अगाडि रहेछ। उसलाई भेट्न म हिँड्दै गइरहेको छु हैन। नजिकै छ, धेरै टाढा छैन। 2-4 मिनटको वाकिङ डिस्टेन्समा छ साथी। त्यसपछि हामी घुम्न जानेछौँ। हेलो दोस्त, हेलो हेलो, के छ? ठीक छ नि? म त यार यहाँ त ल फाइनली साथीहरु मेरो दोस्तसँग भेटिसकेको छु। मेरो साथी कपिल चौलागाई हो। हामी बचपनदेखिको साथी, सँगै स्कुल लेभलमा सँगै पढेको। अब विगत 8-9 वर्षदेखि हैन यतै बेंगलोरमा छ। यतै बेंगलोरमा आईटी इन्जिनियरिङ पढेर अब विगत 2 वर्षदेखि जब पनि गरिरहेछ यतै आईटी कम्पनीमा। आज दोस्तसँग घुम्न जाँदैछु। कुन ठाउँ जाने दोस्त? हामीहरू जाने यताबाट सुरुमा साथीकोमा जाने। यहाँ साथीको एकजना दाइकोबाट बाइक गर्न छ। बाइक लिएर यहाँ जान्छ आदियोगी जान्छौँ। त्यहाँ स्पेशल के छ त्यहाँ आदियोगीमा? ठुलो शिव मन्दिर छ। ठुलोको शिवको स्ट्याचु भएको ठाउँ हो नि त। त्यहाँ राति लाइटिङ हुन्छ, खतरनाक एकदम दामी। रातिसम्म बस्छौँ हामीहरू। त्यहाँ आसपास हिलहरू पनि छ, हिलहरू घुम्छौँ यता।